प्रश्न नम्बर 1 मा रहेको छ विश्व वातावरण दिवस कहिले मनाइन्छ भनेको छ। हेर्नुहोस् त अप्सन ए मा रहेको छ जुन 5, अप्सन बी मा रहेको छ डिसेम्बर 3, अप्सन सी मा रहेको छ मे 29 र अप्सन डी मा रहेको छ अप्रिल 7 भनेको छ। हेर्नुहोस् त यसको सही उत्तर चाहिँ अप्सन नम्बर ए भनेको छ। के त जुन 5 मा चाहिँ अन्तर्राष्ट्रिय अर्थात् विश्व वातावरण दिवस मनाइन्छ, इन्भाइरोमेन्ट डे मनाइन्छ, वर्ल्ड इन्भाइरोमेन्ट डे। त्यसै डिसेम्बर 3 चाहिँ विश्व अपाङ्गता दिवस मनाइन्छ। डिसेम्बर 3 चाहिँ विश्व अपाङ्गता दिवस मनाइन्छ। त्यसै गरी मे 29 मा चाहिँ के मनाइन्छ भनेको छ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइन्छ। सगरमाथा दिवस मनाइन्छ। त्यसै गरी अप्रिल 7 मा चाहिँ अन्तर्राष्ट्रिय स्वास्थ्य दिवस मनाइन्छ कि इन्टरनेसनल स्वास्थ्य दिवस मनाइन्छ। त्यसरी अर्को प्रश्न हेरौँ। प्रश्न नम्बर 2 मा रहेको छ नेपालले विश्वको कति प्रतिशत भूभाग ओगटेको छ अर्थात् क्षेत्रफल ओगटेको छ भनेको छ। अप्सन ए 0.003% भनेको छ, अप्सन बी 0.03% भनेको, अप्सन सी 2.82% भनेको छ, अप्सन डी 0.3% भनेको छ। अप्सन ए चाहिँ यो अप्सनहरूमा राखिएको छ र यसको यो प्रश्नको सही उत्तर चाहिँ विश्वको कति प्रतिशत भन्दा 0.03% क्षेत्रफल चाहिँ ओगटेको। यसको सही उत्तर यो बन्यो। दक्षिण एसियामा विश्वमा र एसियामा है। दक्षिण एसियामा चाहिँ 0.3%, दक्षिण एसियामा चाहिँ 2.82 अथवा 3% भन्दा नि हुन्छ। कुनै 3% पनि राखिएको हुन्छ र 2.82% पनि हो र विश्वको 0.3% चाहिँ ओगटेको छ।